हजुरहरूलाई अझ एकचोटि प्रभु येशू ख्रीष्टको नाममा न्यानो अभिवादन अनि जय मसीह। म आज अझ एकचोटि तपाईँको माझमा आजको साँझ आएको छु। परमेश्वरको वचनले केही कुरा तपाईँलाई उत्साहित गर्नको निम्ति। विलाप गीत 3 को 22, 23, 24 भन्दछ, हामी आज नष्ट भएको छैनौँ यो परमप्रभुको महा करुणा र कृपाको कारणले गर्दाखेरि। अनि फेरि तल भन्दछ, प्रत्येक बिहानी परमेश्वरको प्रेम हाम्रो निम्ति नयाँ नयाँ हुँदै जान्छ। अनि तल भन्दछ, मेरो हृदयले भन्दछ, परमप्रभु चाहिँ मेरो सर्वस्थान हुनुहुन्छ अनि म उहाँमा नै भरोसा राख्नेछु। भरोसा धेरैचोटि हाम्रो भरोसा हामी मानिसहरूमाथि राख्छौँ। बाइबलले भन्दछ, श्रापित हो त्यो मानिस जसले आफ्नो भरोसा मानिसहरूमाथि राख्दछ। तर फेरि यर्मिया जब हामी 17 को तल पढ्दछौँ त्यहाँ भन्दछ, धन्य हो त्यो मानिस जसले परमप्रभुलाई आफ्नो आधार अनि आफ्नो सर्वोच्च बनाएको छ। बाइबलले भन्दछ, परमेश्वरले हाम्रो निम्ति असल भविष्य रच्न भएको छ। उहाँले हाम्रो जीवनमा असल भविष्य रच्न भएको छ। अनि फेरि अघि मैले जब विलाप गीत पढ्दै थिएँ, आज हामी परमेश्वरको प्रेमको कारणले नष्ट भएको छैनौँ। अनि उहाँको प्रेम चाहिँ प्रत्येक बिहानी प्रत्येक दिन हाम्रो निम्ति नयाँ नयाँ हुँदै जान्छ। अनि हाम्रो हृदयले चाहिँ जहिले पनि परमप्रभुलाई भन्नुपर्छ, प्रभु तपाईँ हाम्रो सर्वोच्च अनि तपाईँ हाम्रो उच्च स्थान हुनुहुन्छ, हामी तपाईँमा नै भर पर्दछौँ। मेरो प्रिय दिदीभाइ दाजु साथीहरू जति पनि तपाईँले हेर्नुहुँदैछ आजको यो प्रोग्रामलाई, धेरैचोटि हाम्रो जीवनमा हामी चिन्ता गर्ने गर्दछौँ। हामी चिन्तित हुन्छौँ, ला के गर्ने होला, कसरी गर्ने होला, कसरी खाने, कसरी पिउने, कसरी जीवनलाई व्यतीत गर्ने। तर म तपाईँलाई एउटा कुरा भन्दछु, तपाईँले चिन्ता गरेर तपाईँको जीवनलाई कहिले पनि तपाईँले बढाउन सक्नुहुन्न। हरेक समय प्रत्येक समयले तपाईँले यो कुरो याद गर्नुपर्छ कि परमप्रभु नै मेरो सर्वोच्च हुनुहुन्छ अनि म उहाँमा नै भरोसा गर्दछु। आज आउनुहोस्, आजको साँझ मसँग निकाल्नुहोस् भजन सङ्ग्रह 121ले के भन्दछ हाम्रो निम्ति। यो वचनलाई म तपाईँको अगाडि राख्नेछु है। यहाँ भन्दछ, पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु, मेरो गुहार कहाँबाट आउँछ? मेरो गुहार परमप्रभुबाट नै आउँछ। हालेलुया। आज धेरैचोटि हामी हाम्रो जीवनमा चिन्ता गर्ने गर्दछौँ। हुनसक्छ तपाईँहरू सेवाकाई गर्नुभएको छ होला है, अनि तपाईँहरू फिल्डमा हुनुहुन्छ, तपाईँहरू नयाँ ठाउँमा गएर तपाईँले सेवा गर्नुहुँदैछ होला। कति प्रायःचोटि तपाईँलाई लाग्छ, नो वान इज सपोर्टिङ मी, कसैले पनि मलाई सपोर्ट गरेको छैन। अब म के खाने, के पिउने, के लाउने, मेरो फ्यामिली छ, नाना प्रकारको कुरा तपाईँले गर्नुहुन्छ। तर तपाईँलाई म भन्न चाहन्छु, विश्वासको चाललाई चाल्नुहोस्, तपाईँको समस्यालाई तपाईँले हटाउनुहोस् अनि प्रभुलाई भन्नुहोस्, प्रभु मेरो आँखा म तपाईँप्रति उचाल्दछु, मेरो भरोसा आज तपाईँमा नै छ। हामी धेरैचोटि चिन्ता गर्ने गर्दछौँ। वरी चिन्ताले चाहिँ के गर्छ, हाम्रो जीवनलाई चाहिँ परमेश्वरमा हामीलाई गाँपिँदैन। तर त्यो चिन्ता जब हामी गर्छौँ, त्यो चिन्ताले चाहिँ हाम्रो जीवनलाई जहिले पनि टाढिएर लान्छ। जहिले पनि त्यो चिन्तालाई हामीलाई के गर्छ, चिन्ताले हामीलाई पछाडि परमेश्वरको, हेर्नुहोस्, यदि हामीले यस्तो गर्छौँ कि हामीले हाम्रो जीवनमा चिन्तालाई हामीले यदि प्राथमिकता दिन्छौँ भने हामी परमेश्वरको प्रेमलाई कहिले पनि फलो गर्न सक्दिनँ। धेरैचोटि समस्या आउँछ हाम्रो जीवनमा। हेर्नुहोस्, यदि समस्या आएन भने हामीले परमेश्वरको प्रेमलाई असलसँगले बुझ्न पनि सक्दैनौँ। तर जब त्यो समस्याबाट जब हामी पार भएर जान्छौँ, जब हामी त्यो समस्यालाई फोकस गरेर जब त्यो समस्यालाई भन्छौँ कि हे समस्या त आइज, तर म परमेश्वरको नाउँमा म त्यहाँबाट पार भएर जान्छु भन्दाखेरि त्यो समस्याबाट तपाईँ विजय हुनुहुन्छ। हेर्नुहोस्, एउटा गर्भवती स्त्रीको उदाहरण दिउँ हामी है। उसले 9 महिनासम्म आफ्नो नानीलाई गर्भमा धारण गर्छ अनि ऊ दुःखमा पीडामा भएर जान्छ, समस्याबाट भएर जान्छ। जब उसले त्यो नानीलाई जन्म दिन्छ, उसले त्यो नानीलाई कहिले पनि तैँले मलाई समस्या दिइस् भन्दैन, तर त्यो समस्याबाट पार भएर उसमा एउटा नयाँ आनन्द र नयाँ खुसी आउँदछ। मेरो प्रिय 121 को 2 भन्दछ, स्वर्ग र पृथ्वी सृजना गर्नुहुने परमप्रभुबाट मेरो गुहार आउँछ, मेरो गुहार परमप्रभुबाट नै आउँछ। यर्मिया 17ले भन्दछ, श्रापित होस् त्यो मानिस जसले मानिसहरूमाथि भरोसा राख्दछ, जसले मानिसलाई आफ्नो सबै कुरोको आधार बनाएको छ। तर फेरि तल बाइबलले भन्दछ, धन्य हो त्यो व्यक्ति, धन्य हो त्यो स्त्री, धन्य हो त्यो पुरुष जसले चाहिँ परमप्रभुमा भरोसा राख्दछ। आज तपाईँको आशा अनि तपाईँको भरोसा हामीले परमप्रभुमा नै राख्नुपर्छ। धेरैचोटि समस्याले हाम्रो जीवनलाई घेरिरहेको छ। कतिचोटि
म पनि समस्यामा पर्दाखेरि धेरैचोटि सोच्ने गर्दथेँ, नकारात्मक कुरा आउँदथ्यो। जब म जवान थिएँ, जब मेरो बाबाले जब ड्रिङ्क गर्नुहुन्थ्यो, समस्या एउटै आउँथ्यो। कतिचोटि त यस्तो सोच्ने गर्दथेँ, किन मलाई यो परिवारमा जन्मायो, जहिले पनि प्रत्येकको दिन झगडा, जहिले पनि यहाँ समस्या, कहिले पनि राम्रो खाना पाउँदैन, कहिले पनि यो गर्न पाउँदैन भन्ने कुरा धेरैचोटि श्राप दिन्थेँ मैले मेरो बुवालाई। धेरैचोटि म आफूलाई घृणा महसुस गर्थेँ, किन वाइ किन म यस परिवारमा जन्मेँ भन्दाखेरि जन्मेँ भनेर मैले भन्ने गर्दथेँ। तर मेरो प्रिय, आज त्यही घरमा जन्मेर मैले मेरो साँचो प्रभु येशू ख्रीष्टलाई जान्न पाएँ अनि त्यो येशू ख्रीष्टले मलाई सबै समस्याबाट बाहिर निकालिदिनु भयो। एकचोटि तपाईँले परम प्रभुमा भरोसा राख्नुहोस्। हुनसक्छ आज जतिजनाले तपाईँले मलाई सुन्नु भइरहेको छ, देख्नु भइरहेको छ, तपाईँहरू ड्रग्सको नसामा हुनुहुन्छ होला, तपाईँहरू बिडी सिगरेटको नसामा हुनुहुन्छ होला, रक्सीको नसामा हुनुहुन्छ होला। तपाईँलाई लाग्छ म छोड्न चाहन्छु तर यसले मलाई छोड्दैन। जसरी हाम्रो पुरानो कुरालाई हामीले छोड्नुपर्छ, तपाईँको चिन्ता, तपाईँको समस्या, तपाईँको फिक्रीलाई तपाईँले त्याग्नुपर्छ अनि परम प्रभुमा तपाईँले भरोसा राख्नुपर्छ। किनभने जब हामी परम प्रभुमा भरोसा राख्छौँ, हाम्रो जीवनमा सुधार आउँदछ, हाम्रो जीवनमा असल कुरोहरू आउँदछ। हुनसक्छ आज तपाईँहरू नसामा हुनुहुन्छ होला, भित्रबाट तपाईँलाई एउटा आवाज आउँछ, यो तैँले गल्ती गर्दैछस्, तिमीले यो गल्ती गर्दछौ, रिपेन्ट, पश्चाताप गर्नुहोस् तपाईँले अनि प्रभुलाई भन्नुहोस्, प्रभु म आउँदछु। जसरी बाइबलमा हामी उडाउ पुत्रको कहानीलाई देख्छौँ, छोराले आएर बुवालाई भन्छ, बुवा मलाई मेरो सम्पत्ति दिनुहोस्, मेरो सम्पत्ति दिनुहोस् अनि म जान्छु यस ठाउँलाई छोडेर म अर्को देशमा जान्छु, म त्यहाँ राम्ररी आनन्दले म जीवन व्यतीत गर्छु। छोराले बाउले भन्छ, हे छोरा, यो सबै धन सम्पत्ति त तिम्रो नै हो, कसले खानेछ म मरेपछि? तर छोराले जिद्दी गरेर भन्छ, नाइ, मलाई तपाईँले मेरो धन सम्पत्ति, मेरो सबै भाग दिनुहोस्। अनि बुवाले आँखाभरि आँसु गरेर छोरालाई भन्छ, ल्याउ छोरा भनेर। अनि उसले लान्छ, त्यो धन सम्पत्तिलाई लिएर जान्छ। धन सम्पत्ति लिएर गएर उसले नराम्रो नराम्रो ठाउँहरूमा त्यो सबै पैसालाई खर्च गर्छ। जब जब उसकोमा पैसा थियो, साथीभाइ पनि उसँग थियो। जब जब पैसा थियो, उसले जब खर्च गर्थ्यो, नाना प्रकारको साथीहरूले एकदमै उसलाई उत्साह गर्ने गर्दथ्यो, ओ तिमी जस्तो साथी कोही पनि छैन। तर हेर्नुहोस्, आज मेरो प्रिय, जब हाम्रो जीवनमा हामीले आमा बाबालाई इन्कार गर्छौँ, जब हामीले हाम्रो जीवनमा आमा बाबाको कुराहरूलाई मान्दैन, हाम्रो जीवनमा कहिले पनि आशिष आउँदैन। बाइबलले भन्दछ, हाम्रो जन्म दिने आमा बाबालाई हामीले आदर गर्न पर्छ। अनि हेर्नुहोस्, त्यो उडाउ पुत्रले के गरे, आफ्नो बुवालाई आदर नगरिकन उसले त्यो धन सम्पत्तिलाई मागे अनि उसले धन सम्पत्ति त लिएर गयो, तर त्यो आशिष उसले पाएन। अनि अन्तमा गएर उसको धन सम्पत्ति स्पोइल भयो अनि त्यस ठाउँमा अनिकाल आउँछ। मेरो प्रिय, अनिकाल भन्ने कुरो चाहिँ आशिष छैन, यो चाहिँ एउटा श्राप हो। अनि अनिकालले चाहिँ त्यहाँ के गर्छ, मानिसहरूलाई मार्ने गर्दछ। अनि ऊ चिन्तामा पर्यो, अब म के गरौँ, मेरोमा भोजन छैन, मेरोमा खाना छैन। अनि ऊ कामको तलासमा जान्छ। अनि जब उसले काम खोज्नको निम्ति जान्छ, एउटा मालिकलाई भेट्छ अनि साहुकोमा गएर उसले भन्छ, मलाई काम दिनुहोस्, मलाई केही गर्ने काम दिनुहोस्। अनि मालिकले भन्छ, मेरोमा त केही काम छैन, तर मेरोमा सुँगुर छ, तिमीले ती सुँगुरहरूलाई चराऊ अनि तिमीलाई म खाना पनि दिँदिनँ, तर सुँगुरले खाएको खाना नै तिमीले खान पर्छ भन्दाखेरि ऊ मान्छ। अनि ऊ सुँगुर चराउन जान्छ। हेर्नुहोस्, एउटा धनी बाउको छोरा सुँगुरलाई चराउँछ। सुँगुरलाई चराउँदाखेरि सुँगुरकै खाना खान्छ अनि खाँदा 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 उसलाई पश्चाताप हुन्छ, ऊ समस्यामा पर्छ। त्यतिखेर उसले भन्छ, मेरो बुवाको घरमा त नकुरेले पनि यीभन्दा असल खानाहरू खाने गर्दछ, म चाहिँ किन यहाँ छु? अब म जान्छु मेरो बुवाकोमा फर्केर अनि मेरो बुवालाई भन्छु, तपाईँले मलाई एउटा कमराको काम दिनुहोस्, म तपाईँको छोरा कहलाने योग्यको छुइनँ, भन्ने योग्यको छुइनँ, मलाई अब तपाईँले एउटा दासको रूपमा राख्नुहोस्। अनि उसले के गर्छ, त्यति नै खेर पश्चाताप गर्छ आफ्नो समस्याबाट अनि उसले भन्छ, अब म मेरो बुवाकोमा जान्छु। उसमा ठुलो समस्या आउँछ। अनि जब ऊ आफ्नो बुवा प्रति फर्किन्छ, बुवाले टाढैबाट हात यस्तो गरेर बसिरहेको हुन्छ अनि बुवाले देख्छ मेरो छोरा आयो। अनि ऊ छोराले भन्छ, बुवा म तपाईँको छोरा भन्ने योग्यको छुइनँ। तर बुवाले भन्छ, तिमी मेरो छोरा हो। ऊ एकदमै घनाउने अवस्थामा थियो, ऊ एकदमै घिनलाग्दो थियो, उसको कपडाहरू फाटेको थियो। तर बुवाले उसलाई अँगालो हाल्ने गर्दछ, अँगालो हाल्छ अनि बुवाले उसलाई चुम्मा दिन्छ अनि आफ्नो दासहरूलाई भन्छ, मेरो छोरा आयो,
ठुलो ठुलो अब हामी बोझ गर्नेछौँ। त्यो खसीहरूलाई काटा, उसलाई औँठी लगाइदेऊ सुनको, उसलाई खुट्टामा धुइदिएर नुहाइदिएर उसलाई असल पोसाक लगाइदेऊ, जुत्ता लगाइदेऊ, अनि हामी उसको आनन्दमा आनन्द गर्नेछौँ। हेर्नुहोस् पिताको प्रेम। यदि तपाईँ आज समस्याको बन्धनमा हुनुहुन्छ, तपाईँको आमा बाबाले तपाईँलाई नेग्लेक्ट गर्ला, यो ड्रग एडिक्ट मरिहाल भन्ने कुरा तपाईँलाई गर्छ होला, तर एउटा हाम्रो पिता हुनुहुन्छ परमेश्वर, जसले तपाईँलाई माया अनि जसले तपाईँलाई वास्ता गर्नुहुन्छ। संसारको बाइबलले भन्दछ जन्म दिने आमा बाबाले हामीलाई त्याग्ला, हाम्रो साथीभाइ सङ्गीहरूले हामीलाई आज जसले तपाईँलाई भन्छ म छु तिम्रो साथमा, म गर्नेछु, अन्तमा उसले नै तपाईँलाई धोका दिन्छ अनि तपाईँ एकदमै निराश हुनुहुन्छ। तपाईँलाई लाग्छ कि जसमाथि मैले भरोसा राखेँ त्यस व्यक्तिले मलाई धोका दियो भन्ने तपाईँलाई लाग्छ। अन्तमा म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु, त्यो समस्याको बेलामा परमप्रभु तपाईँको साथमा तपाईँको बुवा जस्तै खडा हुनुहुन्छ अनि उहाँले तपाईँलाई अँगालो हाल्नुहुन्छ। मेरो प्रिय, मैले यो भजन सङ्ग्रह 121 मा भनिरहेको थिएँ, पर्वतहरूतिर हाम्रो आँखालाई हामी लगाउनु पर्छ, हाम्रो गुहार चाहिँ परमप्रभुबाट नै आउँछ। आज हुनसक्छ तपाईँहरू समस्यामा हुनुहुन्छ होला, तपाईँहरू रक्सीको बन्धनमा हुनुहुन्छ होला, तपाईँहरू फाइनेन्सियल क्राइसिस, तपाईँको जीवनमा पैसा रुपियाँको समस्या होला, तर तपाईँले परमप्रभुमा भरोसा राख्नुहोस् अनि परमप्रभुले नै तपाईँलाई आशिष दिनुहुन्छ। म आज 4वटा कारण चिन्ता नगर्ने, अझै एकचोटि म तपाईँलाई दोहोऱ्याउने छु, 4वटा कारण नट टु वरी, तपाईँ चिन्तित नहुनुहोस्। 4वटा कुरामा तपाईँ कहिले पनि चिन्तित हुनु पर्दैन। हेर्नुहोस्, हामी चिन्ता भएर के गर्छौँ? केही पनि गर्न सक्दैनौँ, खालि के हुन्छ, हामी निराश हुन्छौँ, हामी यत्तिकै बस्छौँ। तर बाइबलले भन्दछ है, हामी यस्तो कुराहरूबाट चिन्ता गरेर हामी के कुरा गर्न सक्दैनौँ भन्ने कुरा 1 नम्बरमा छ, चिन्ता गरेर तपाईँले कुनै पनि कुरोलाई तपाईँको जीवनमा जोड्न सक्दैन। अझै एकचोटि म तपाईँलाई भन्ने छु है, चिन्ताले चाहिँ तपाईँले आफ्नो जीवनमा कुनै पनि कुरालाई जोड्न सक्नुहुन्न। मत्ती 6:27 देखि 29 सम्म म तपाईँलाई पढेर सुनाइदिनेछु। यहाँ के भन्दछ भन्दाखेरि, तिमीहरूमध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा 1 घडी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानको लिली फुलहरूलाई हेर, ती कसरी बढ्दछन्, तिनले न परिश्रम गर्दछ न धागो काट्छन्, तर म तिमीहरूलाई भन्दछु सोलोमन राजा पनि आफ्नो सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्। हेर्नुहोस्, घाँसहरूलाई हेर्नुहोस्, चराचुरुङ्गीलाई हेर्नुहोस्, उनीहरू आफ्नो समयमा आहारलाई पाइरहेको हुन्छ, उनीहरूले चिन्ता गर्दैनन्। तर परमप्रभुले भन्नुहुन्छ, जसले म माथि भरोसा राख्छ त्यसलाई म अझै बढ्ती आशिष दिनेछु। किन चिन्ता गर्ने? आज तपाईँ हुनसक्छ तपाईँको जीवनमा चिन्ता हुनुहुन्छ होला, चिन्तित हुनुहुन्छ होला, मेरो यो भयो त्यो भयो भन्ने कुरा तपाईँले गर्नुहुन्छ होला, तर चिन्ता नगर्नुहोस्, चिन्ताले तपाईँले केही पनि कुरा जोड्न सक्दैन। दोस्रो चाहिँ, चिन्ता चाहिँ तपाईँको निम्ति असल होइन जसले परमप्रभुमा विश्वास गर्छ। चिन्ता चाहिँ तपाईँको निम्ति असल होइन जसले परमप्रभुमा विश्वास गर्छ। हामी विश्वासी भन्छौँ आफूलाई, वी आर क्रिस्चियन हामी भन्छौँ, तर विश्वासी चाहिँ को हो? जसले प्रभु येशूमा विश्वास गर्दछ। तपाईँको हृदयबाट, आत्माबाट तपाईँले विश्वास गर्नुपर्छ। नहुने अवस्थामा विश्वास के हो? अब विश्वास चाहिँ आशा राखेको कुरा र नदेखेको कुराको प्रमाण हो। तर धेरैचोटि हामी विश्वासी नै के गर्छौँ? चिन्ता गर्ने गर्दछौँ। हितोपदेश 12:25 के भन्दछ? चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ, तर दयालु वचनले त्यसलाई हर्षित तुल्याउँछ। चिन्तित हृदयले मानिसलाई कमजोर तुल्याउँछ। हेर्नुहोस्, हामी खाना नखाइकन पनि हामी कमजोर बनिँदैनौँ, तर यदि तपाईँको भित्र आत्मा नै कमजोर छ भने तपाईँको पुरा शरीर नै कमजोर हुन्छ। तर म तपाईँलाई भन्दछु, कमजोर नहुनुहोस्, प्रभुको वचनमा तपाईँ दरिलो हुनुहोस्, प्रभुलाई भन्नुहोस्, प्रभु मेरो जीवनमा यत्रो ठुलो समस्या छ। बाइबलले त्यसै कारण भन्दछ, हे थाकेकाहरू, परिश्रम गर्ने व्यक्तिहरू, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। किन विश्राम भनेको छ? किनभने प्रभु येशू ख्रीष्टमा चाहिँ शान्ति र आनन्द छ। प्रभु येशू ख्रीष्टमा चाहिँ हामी विश्रामलाई प्राप्त गर्दछौँ। तपाईँ चिन्ता गरेर 1 घडी पनि तपाईँले बढाउन सक्दैन, चिन्ता गरेर तपाईँले ठुलो ठुलो काम गर्न सक्दैन। धेरैचोटि समस्या आउँछ होला तपाईँलाई, तर तपाईँ बाइबलले भन्दछ, तिम्रो सबै चिन्ता फिक्री
परमप्रभुमा देऊ, उहाँले तिम्रो वास्ता गर्नुहुन्छ। चिन्ता गर्न पनि पाप हो। मेरो प्रिय, म एकचोटि भन्दछु तपाईँलाई, यदि तपाईँले चिन्तित गर्नुहुन्छ भने, तपाईँ चिन्तित हुनुहुन्छ भने तपाईँले परमप्रभुको वचनमा विश्वास गर्नुहुन्न। हुनसक्छ तपाईँ धेरै कुराको निम्ति चिन्तित होला, तर परमप्रभुले भन्दछ तिम्रो चिन्ता फिक्री मलाई देऊ, म तिमीलाई सम्हाल्नेछु। तेस्रो, अनि जब चिन्ता गर्छौ, चिन्ता चाहिँ परमेश्वरमा भरोसाको विपरीत हो। हेर्नुहोस्, वरिङ इज द अपोजिट अफ ट्रस्टिङ। हामी भन्छौँ हामी भरोसा गर्छौँ परमेश्वरमा, तर चिन्ता चाहिँ के हो? विपरीत हो परमेश्वरमा भरोसा राख्नको निम्ति। फिलिपी 4:6-7 यहाँ के भन्दछ? कुनै कुरामा चिन्तित नहो, तर हरेक कुरामा प्रार्थना र निवेदनद्वारा धन्यवादसित तिमीहरूका बिन्ती परमेश्वरमा जाहेर होन्। कुनै पनि कुरामा तपाईँ चिन्तित नहुनुहोस्, तर हरेक कुरामा तपाईँले परमेश्वरलाई धन्यवाद दिनुहोस्। हेर्नुहोस्, हाम्रो यो जीवन बनेको छ प्रभुको आराधना गर्नको निम्ति, चिन्ता गर्नको निम्ति होइन। धेरैचोटि हामीले यो जिब्रोले प्रभुको आराधना पनि गर्छौँ, तर भएन हौ मेरो जीवनमा त रड्डी भयो मेरो लाइफ, केही चल्दैन मेरो जीवनमा। हामी विश्वासी हुनको नाताले यस्तो भन्दछौँ, तर तपाईँको जीवनको भविष्यवक्ता तपाईँ हुनुहुन्छ। हर समय यदि तपाईँको जीवनमा समस्या छ भने, यदि तपाईँको जीवनमा तपाईँ चिन्तित हुनुहुन्छ भने, बी पोजिटिभ, तपाईँले सकारात्मक कुरालाई बोल्नुहोस्। किन भन्दाखेरि तपाईँ प्रभुको सन्तान हुनुहुन्छ अनि तपाईँ चाहिँ एउटा भविष्यवक्ता हुनुहुन्छ, अनि जुन कुरालाई तपाईँले बोल्नुहुन्छ त्यही कुरो तपाईँको निम्ति हुन्छ। यदि तपाईँको मुखबाट नकारात्मक कुरो तपाईँले बोल्नु हुँदैछ भने त्यो नकारात्मक कुरो तपाईँको जीवनमा लाग्छ, तर यदि तपाईँले सकारात्मक बोल्नुहुन्छ भने त्यो सकारात्मक तपाईँको जीवनमा लाग्छ। मेरो प्रिय, कहिले पनि चिन्तालाई तपाईँको जीवनमा हावी हुनु नदिनुहोस्। हेर्नुहोस्, परमेश्वरको योजना हाम्रो जीवनमा ठुलो छ, बिग, एकदम ठुलो छ परमेश्वरको योजना, तर धेरैचोटि हामीले हाम्रो जीवनमा सानो एउटा बिन्दु आउँदाखेरि, एउटा कालो डट आउँदाखेरि नै हामी के गर्छौँ? वा, चिन्ता आयो, फिक्री गरेर हामी के गर्छौँ? टाउको थाप्ने गर्दछौँ। अब यो त हुनै सक्दैन, अब कसरी यसलाई पार गर्ने? तर फेरि बाइबलले हामीलाई भन्दछ डोन्ट बी अफ्रेड, है। यसै 41:10 पनि भन्दछ नडरा, किनभने म तेरो साथमा छु। अलवेज, प्रत्येक समय परमप्रभु हाम्रो साथमा हुनुहुन्छ। नडराउनुहोस्, चिन्तालाई भन्नुहोस्, हे समस्या, हे चिन्ता, हेर त्योभन्दा पनि बढी मेरो परमेश्वर छ। तपाईँले परमेश्वरको योजनामा तपाईँले ध्यान दिनुहोस्, परमेश्वरको योजनामा तपाईँ हिँड्नुहोस्, तपाईँ कहिले पनि चिन्तित हुनुहुन्न। अनि चौथो कुरा म भन्दछु, जब हामी चिन्ता गर्छौँ, जब बेसी चिन्ता हाम्रो जीवनमा आउँछ, त्यसले चाहिँ हामीलाई के गर्छ? फोर्स गर्छ नराम्रो डिसिजन लिनको निम्ति, नराम्रो निर्णय लिनको निम्ति। धेरैचोटि जब तपाईँको जीवनमा समस्या आउँछ, धेरैचोटि हामी के गर्छौँ? सुसाइड गर्ने कोसिस गर्छौँ, धेरैचोटि हामी आत्महत्या गर्ने कोसिस गर्छौँ। धेरैचोटि म भाइ बहिनीलाई भेट्छु, उनीहरूले भन्छ दाजु मेरो जीवनमा यस्तो समस्या आयो, पास्टर भयो यस्तो समस्या आयो। कतिचोटि म मर्न पनि लाग्छ। हाम्रो जीवनमा मेरो प्रिय, उत्साह हामीले हरेक समय एकअर्काको जीवनमा दिनुपर्छ। यदि कोही व्यक्ति तपाईँकोमा चिन्तित भावनाले आएको छ भने उसलाई तपाईँले नकारात्मक भावनाले नहेर्नुहोस्, उसलाई तपाईँले सकारात्मक कुरोले तपाईँले उत्साह दिनुहोस्। एउटा उत्साहले उसको जीवनमा नयाँ उदाहरण ल्याउँछ। हेर्नुहोस्, जब हामी नराम्रो डिसिजन लिन्छौँ त्यसले हामीलाई मृत्युतिर लिएर जाँदछ। मत्ती 6:25 के भन्दछ है? मसँग तपाईँहरू खोल्न सक्नुहुन्छ। मत्ती 6:25 यस्तो भन्दछ, यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउँला, के पिउँला भनी आफ्नो प्राणको निम्ति र के लगाउला भनी आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? तपाईँको जीवन महत्त्वपूर्ण हो। तपाईँको जीवनलाई तपाईँले परमेश्वरको हातमा राख्नुहोस्। तपाईँको जीवनलाई तपाईँले भन्नुहोस्, प्रभु मेरो जीवन म तपाईँको हातमा राख्दछु। धेरैचोटि तपाईँ समस्या आउँदाखेरि नडराउनुहोस्, अगाडि बढ्नुहोस्, किनभने प्रभुले तपाईँलाई सम्हाल्नुहुनेछ। म एउटा कहानी भनेर यहाँ अन्त गर्नेछु है। एकचोटि एउटा केटा समुद्रमा हिँड्दै थियो, अनि समुद्रमा हिँड्दाखेरि के गर्यो? जब उसले एक पाइला लाउँदथ्यो त्यहाँ अर्को पाइला पनि थपिने गर्दथ्यो, अनि जब उसले अर्को पाइला लाउँदाखेरि त्यहाँ अर्को पाइला पनि थपिने गर्दथ्यो। ऊ एकदमै उत्साहित हुन्थ्यो, किन भन्दाखेरि परमेश्वर चाहिँ उसको साथमा हुन्थ्यो। एकदमै ऊ रमाएर अझै समुद्रको त्यो बालुको किनारमा ऊ हिँड्न थाल्थ्यो। तर एक दिन अचानक जब उसले समुद्रमा फेरि खुट्टा लगायो, एउटै मात्रै पाइलाको छाप त्यहाँ आयो, अनि फेरि अर्को लाउँदाखेरि एउटै मात्रै पाइलाको छाप आउँदाखेरि ऊ निराश भयो, एकदम समस्यामा थियो त्यतिखेर। अनि उसले परमेश्वरलाई एउटा प्रश्न गर्यो, प्रभु
जब म आनन्दित थिएँ तब त्यतिखेर तपाईँ मसँग हुनुहुन्थ्यो, तपाईँ मेरो साथमा तपाईँ मसित हुनुहुन्थ्यो। तर जब आज मेरो जीवनमा समस्या आयो, जब यो चिन्ताले मलाई घेर्यो, प्रभु तपाईँले मलाई छोड्नु भयो। अनि त्यतिखेर एउटा आवाज प्रभुले उसलाई दिन्छ, छोरा, जुन चाहिँ पाइला तिमीले चालेको छौ त्यो पाइला तिम्रो होइन, त्यो पाइला मेरो हो। तिमी मेरो काखमा बसिरहेको छौ। मेरो प्रिय, आज यदि समस्या आउँछ भने समस्या हाम्रो होइन, किनभने प्रभु येशू ख्रीष्टले सबै समस्यालाई क्रुसमा नै सित्ताइदिनु भएको छ। उहाँले भन्नुभयो, इट इज फिनिस्ड, यो समाप्त भएको छ। अब तपाईँको जीवनमा तपाईँले आनन्द र खुसीलाई लिनुहोस्। म यति नै भन्दै तपाईँलाई उत्साहित गर्न चाहन्छु। प्रभुले तपाईँ प्रत्येकलाई आशिष दिउन्। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद दिँदछौँ। आज हुनसक्छ कति भाइ बहिनीहरू प्रभु चिन्तित जीवनमा जिरहेको होला, तर परम प्रभु तपाईँ परमेश्वरले उनीहरूलाई सहायता गर्नु सुनेको चिन्ता फिक्रीबाट निस्कनको निम्ति धन्यवाद छ प्रभु। तपाईँको अनुग्रह अनि तपाईँको आशिषलाई प्रभु हामी उनीहरूको जीवनमा बोल्दछौँ, येशूको नाउँमा, आमेन।